आज मिति 2082 पुष महिनाको 21 गते सोमबार। हजुरहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग, त्यसै गरी सबै सङ्गठित संस्थाको तयारी गर्दै बस्नुभएका, जिके भएको सबैको तयारी गर्दै बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूमाझ हजुरहरूलाई प्र्याक्टिस गराउनका निमित्त सामान्य ज्ञानका एमसिक्यू महत्त्वपूर्ण क्वेसनहरू लिएर म तपाईँहरूमाझ उपस्थित भइसकेको छु। आजको यो क्लासमा मैले युट्युबका विद्यार्थीहरूलाई हजुरहरूलाई केही महत्त्वपूर्ण सामान्य ज्ञानका एमसिक्यू क्वेसनहरू प्र्याक्टिस गराउनेछु। हेर्नुहोस् है, जतिले पनि लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, ब्याङ्किङ सेक्टरको तयारी गर्दै हुनुहुन्छ, सङ्गठित संस्थाको तयारी गर्दै हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ भन्दै मैले अब ढिला नगरिकन यो तपाईँको चाहिँ लाइभ प्र्याक्टिस क्लासले अगाडि बढाइहालेँ। हेर्नुहोस् त, हजुरको क्वेसन नम्बर 1 ले के भन्दैछ? कालो महादेशको उपनामले चिनिने महादेश कुन हो भन्ने क्वेसन है। कालो महादेशको उपनामले चिनिने महादेश कुन हो भन्ने क्वेसन छ। अप्सन ए मा एसिया महादेश, बी मा तपाईँको चाहिँ युरोप महादेश, सी मा अफ्रिका महादेश र अप्सन डी मा अस्ट्रेलिया महादेश। भन्नुहोस् त, कालो तपाईँको चाहिँ कालो महादेशको उपनामले चिनिने महादेश कुन हो भन्ने क्वेसन है, कुन हुन सक्ला? भन्नुहोस् त, अफ्रिका महादेश है, अफ्रिका महादेश। कालो उपनामले, कालो महादेशको उपनामले चिनिने महादेश भनेको तपाईँको चाहिँ अफ्रिका महादेश है। अप्सन नम्बर सी रह्यो। त्यसपछि क्वेसन नम्बर 2 हेर्नुहोस् त। क्वेसन नम्बर 2 मा के छ भन्नुहुन्छ भने काठमाडौँ जिल्लाको क्षेत्रफल कति रहेको छ भन्ने क्वेसन है। काठमाडौँ जिल्लाको क्षेत्रफल कति रहेको छ भन्ने क्वेसन। अप्सन ए मा 350 वर्ग किलोमिटर, अप्सन बी मा 395 वर्ग किलोमिटर, सी मा तपाईँको चाहिँ 450 वर्ग किलोमिटर, अप्सन डी 500 वर्ग किलोमिटर। भन्नुहोस् त, काठमाडौँ जिल्लाको क्षेत्रफल कति रहेको छ? काठमाडौँ जिल्लाको क्षेत्रफल कति रहेको छ? कति रहेको छ भन्नुहोस् त, तपाईँको चाहिँ 395 वर्ग किलोमिटर है। 395 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। हेर्नुहोस् काठमाडौँको है। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला है। लोकसेवा आयोग, शिक्षक सेवा आयोग र अन्य तपाईँले चाहिँ जुनसुकै लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, तपाईँको सिलेबसमा सामान्य ज्ञान रहेको छ। सामान्य ज्ञान तपाईँले अध्ययन गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। क्वेसन नम्बर 3 हेर्नुहोस्। नेपालमा चाहिँ महानगरपालिकाको सङ्ख्या कति रहेका छन् भन्ने क्वेसन। नेपालमा महानगरपालिकाको सङ्ख्या कति रहेका छन् भन्ने क्वेसन। अप्सन ए मा 5, अप्सन बी मा 6, अप्सन सी मा 7 र अप्सन डी मा 8। भन्नुहोस् त, नेपालमा चाहिँ महानगरपालिकाको सङ्ख्या कति रहेका छन् भन्ने क्वेसन। कतिवटा नेपालमा चाहिँ महानगरपालिका छन् भन्नुहोस् त? कतिवटा? 6 वटा है। नेपालमा तपाईँको चाहिँ जम्मा जम्मी 6 वटा महानगरपालिका रहेका छन्। हेर्नुहोस्, ख्याल गर्नु होला। त्यसपछि अर्को क्वेसन हेर्नुहोस्। क्वेसन नम्बर 4 है। क्वेसन नम्बर 4 ले के भन्दैछ भन्नुहुन्छ भने नेपालको सबैभन्दा ठुलो नदी कुन हो भन्ने क्वेसन। नेपालको सबैभन्दा ठुलो नदी कुन हो भन्ने क्वेसन छ। अप्सनहरूमा हेर्नुहुन्छ भने अप्सन ए मा कर्णाली, अप्सन बी मा गण्डकी, अप्सन सी मा सप्तकोशी र अप्सन डी मा महाकाली। ल भन्नुहोस् त, नेपालको सबैभन्दा ठुलो नदी कुन हो भन्ने क्वेसन। नेपालको सबैभन्दा ठुलो नदी, नेपालको सबैभन्दा ठुलो नदी सबैले थाहा छ हैन, तपाईँको सप्तकोशी हो। नेपालको सबैभन्दा ठुलो नदी भनेपछि सप्तकोशी हैन, सप्तकोशी। ल त्यसपछि क्वेसन नम्बर 5 हेर्नुहोस्। क्वेसन नम्बर 5 मा के छ भन्नुहुन्छ भने नेपालको चाहिँ, नेपालको भन्छु शान्तिको प्रतीक है, शान्तिको प्रतीक चिन्ह मानिने चरा कुन हो भन्ने क्वेसन। शान्तिको प्रतीक चिन्ह मानिने चरा कुन हो भन्ने क्वेसन छ। अप्सन ए मा चिल, बी मा काग, सी मा परेवा, अप्सन डी सुगा। भन्नुहोस् त, शान्तिको प्रतीक मानिने चरा कुन हो भन्ने क्वेसन। शान्तिको प्रतीक मानिने चरा भन्नुहोस् त, परेवा है। शान्तिको प्रतीक भनेपछि परेवाले चिनिन्छ। अप्सन नम्बर सी है, अप्सन नम्बर सी हजुरको राइट एन्सर रह्यो। त्यसपछि क्वेसन नम्बर 6 हेर्नुहोस्। क्वेसन नम्बर 6 ले के भन्दैछ? विश्व वातावरण दिवस कहिले मनाइन्छ भन्ने क्वेसन।
विश्व वातावरण दिवस कहिले मनाइन्छ? जुन 2 मा अप्सन ए मा, बी मा हेर्नुहुन्छ भने जुन 3, सी मा तपाईको चाहिँ जुन 4, अप्सन डी जुन 5। भन्नुस् त विश्व वातावरण दिवस कहिले मनाइन्छ? नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला है। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला है। ल विश्व वातावरण दिवस कहिले मनाइन्छ? विश्व वातावरण दिवस तपाईको चाहिँ हरेक वर्ष जुन 5 मा मनाइन्छ है। जुन 5 मा, जुन 5 मा मनाइन्छ, ठीक छ नि? जुन 5 मा मनाइन्छ। त्यसपछि क्वेशन नम्बर 7 हेर्नुस्। क्वेशन नम्बर 7 ले के भन्दैछ? गुणकाम है देवको चाहिँ अर्को नाम के हो भन्ने क्वेशन। गुणकाम देवको चाहिँ अर्को नाम के हो भन्ने क्वेशन छ। अप्सन ए मा है तपाईको नरेन्द्र नरदेव, अप्सन बी मा तपाईको चाहिँ शिवदेव, अप्सन सी मा है लक्ष्मी तपाईको चाहिँ लक्ष्मी कामदेव, डी मा तपाईको चाहिँ अंशु वर्मा। गुणकाम देवको अर्को नाम के हो भन्ने क्वेशन छ। के हुन सक्ला भन्नुस् त? गुणकाम देवको अर्को नाम भनेको लक्ष्मी कामदेव है। गुणकाम देवको अर्को नाम भनेको लक्ष्मी कामदेव। अप्सन नम्बर सी हजुरको राइट एन्सर रह्यो। त्यसपछि क्वेशन नम्बर 8 हेर्नुस्। राई भाषाको पहिलो चलचित्र कुन हो भन्ने क्वेशन। राई भाषाको पहिलो चलचित्र अप्सन ए मा उर्नी, बी मा हजुरको स्याङबुङ, त्यसपछि सी मा तपाईको चाहिँ लुङ्गा, अप्सन डी मुना मदन। राई भाषाको पहिलो चलचित्र कुन हो भन्ने क्वेशन छ। राई भाषाको पहिलो चलचित्र भनेपछि स्याङ है, सायाबुङ है। स्याङबुङ हैन कि सायाबुङ, ठीक छ नि? सायाबुङ। त्यसपछि क्वेशन नम्बर 9 हेर्नुस्। क्वेशन नम्बर 9 ले के भन्दैछ? नेपालमा चाहिँ कृषि गणना कति वर्षमा गरिन्छ भन्ने क्वेशन। नेपालमा चाहिँ कृषि गणना कति वर्षमा गरिन्छ? अप्सन ए मा हरेक 5 वर्षमा, अप्सन बी मा हरेक 8 वर्षमा, अप्सन सी मा हरेक 10 वर्षमा, अप्सन डी मा हरेक 15 वर्षमा। नेपालमा कृषि गणना कति वर्षमा गरिन्छ भन्ने क्वेशन। नेपालमा चाहिँ कृषि गणना कति वर्षमा गरिन्छ? कति वर्षमा? 10 वर्षमा है। 10 वर्षमा, हरेक 10 वर्षमा नेपालमा चाहिँ कृषि गणना गरिन्छ। त्यसपछि 10 हेर्नुस्, अन्तिम क्वेशन। संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वर्ष कहिलेबाट मनाउन थालेको हो भन्ने क्वेशन। संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वर्ष कहिलेबाट मनाउन थालिएको हो भन्ने क्वेशन छ। अप्सन ए मा सन् 1950, बी मा सन् 1955, सी मा सन् 1960, अप्सन डी मा सन् 1977। युएनओले अन्तर्राष्ट्रिय वर्ष कहिलेबाट मनाउन थालेको हो भन्ने क्वेशन। कहिलेबाट होला? सन् तपाईको चाहिँ 1960 बाट है। सन् 1960 बाट। ल तपाईको यो प्र्याक्टिस क्लास चाहिँ यति नै रह्यो। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। जतिले पनि खरिदार, नाइब सुब्बा हैन, अधिकृत, त्यसैगरी शिक्षक सेवा आयोगतर्फ प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, ब्याङ्किङ सेक्टर, सङ्गठित संस्थाको तयारी गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। र अन्य लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, तपाईले सामान्य ज्ञानका क्वेशनहरू पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ भने पनि यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला भन्दै मैले यो क्लासलाई यहीँनिर इन्ड गरेँ। हौस् त, धन्यवाद, नमस्कार।